वाट्सएप गाइज होइन अनि आज चाहिँ हामी के अरे आज हामी मकवानपुर जानु लाग्यो होइन। ओ नानी के भन्न चाहन्छ के भन्न चाहन्छ आजको यात्रा राम्रो होस् भन्न चाहन्छु। हो र नयाँ हेलमेट लाउनु न त नयाँ हेलमेट लाउनु न त बोलाउँदै हुनुहुन्छ घुम्नु पनि हाल्नु हाम्रो ए के भन्छस् के भन्न चाहन्छस् नमस्ते गरे नमस्ते गर हो पछाडिबाट हाल्ने कि त्यो निधार देखाउने हो अलिकति अलिकति यस्तो गर्नु न ल ल राइडर केटीमा 1 2 3 अब हामी चाहिँ जाने हो बुढाबुढी हो यो यस्तै त हो नि पुच्या भने होइन यस्तै हो यो अब हामी चाहिँ जाने हो मेरो हेलमेट यहाँ छ यसको भान्जी आउँदैछ के भयो यहाँबाट यसरी सार्नु नि हो छिटो बस्नु त कट्टु तान्दै बस हेर्नु गाइस फाइनली हाम्रो राइड स्टार्ट भइसकेको छ बस्नु त राम्रो हाम्रो राइड स्टार्ट भइसकेको छैन फाइनली अब अगाडि अलिकति अगाडि गएर तेल हाल्छौँ होइन एक ट्याङ्की फुल 33 चाहिँ 33 त्यहीसम्म लाटो पनि छैन आयो है गर्नुभयो बच्चाहरू छिटो चढ्न नि सक्दैन अब जाम्बली अगाडितिर छिटो बल्छुर रोक्छु म चाहिँ मम्मी चाहिँ यहाँ बिचमा ज्याकेट लिएर आउनुहुन्छ होइन दिदीसँग बात छ यो भिड छ बिहान हिँड्नुपर्ने 8 बजी हिँड्नुपर्ने बेलुका फेरि पसलमा मान्छे आउँदैछ सामान लिन छिटो आइपुग्नुपर्छ 7 बजीभन्दा अगाडि उडाउँदै रोडको बाटोमा उडाउँदै होइन आर्मै मोटर उडाउँदै ल जम्दै सो अलराइट गाइज होइन अहिले चाहिँ हामी यहाँ
ल्याबोरेटरी स्कुल अगाडि छ मम्मीहरू आउन चाहिँ अझै टाइम लाग्छ होला जस्तो बल्ख आइपुग्यो भन्दै हुन्थ्यो टाइम त लाग्दैन होला दिदीहरू आउँदै हुन्छ दिदीहरू आउन चाहिँ टाइम लाग्छ होला होइन हामी चाहिँ यहाँ कस्तो घाम छ यहाँ बिहानै निक्ल्यौँ भनेको मम्मीहरूलाई ओइ गोरे भाइ घाम कस्तो छ के छ यहाँ नरोकेर रोक्नुहुन्छ यार दिदीहरू खोइ दिदीहरू खोइ कति गर्मी हो भने कहाँ पढाएर मैले सबभन्दा काम नलाग्ने नि यही स्कुल हो ऊ हिजो किन्दा हेलमेट यही हो हेर्नु त रोज साथी ए राम्रो छ हेलमेट भान्जीलाई चाहिँ कस्तो लागिरहेको यसलाई तँलाई भाइ तँलाई घाँस घाँस होइन के चपाइरहेस् घाँस कति गर्ने हामीलाई कुर्न लगाएर मम्मीहरू जानुभयो दिदीहरूलाई कुर्न लगाएर जानुभयो सो अब हामी चाहिँ सिधै भन्ज्याङमा भेट्छौँ होइन दिदीहरू आउनुहुन्छ अनि कस्तो राम्रो देखिरहेको मेरो स्कुल भएर क्या राम्रो कसम कबाडी स्कुल गोरे भाइ तँलाई होइन ल्याबोरेटरी स्कुल कस्तो लाग्यो भन्न त्यही भन्नु नडरा न किन डराइरह मलाई त कबाडी लाग्छ के भयो ढुङढुङ भन्छ In 500 meters, make a U-turn. ओए मेरो 15 टिप्दैन है मेरो 15,000 टिप्दैछ होइन कबाडी लाग्थेको मलाई किनकि लाइक मैले होइन 2 वर्ष त त्यो स्वेटर नलाइकन लाइक जाडो महिनामा हुडी लाएर गइदिन्थ्यो कलेज पनि स्कुल पनि कलेज जसरी इङ्ग्लिस होइन पुरै नेपाली बोलिन्थ्यो के कुराले कबाडी लाग्यो मलाई भन्न हुन्न स्कुलको बारेमा नराम्रो कुरा होइन त्यही हो दिदीहरू चाहिँ आइपुग्न लाग्नु भयो रे कति बेला आइपुग्ने होइन आइपुग्नु चाहिँ लाग्नु भयो रे उयो तल आइपुगिसक्नु भन्थ्यो हुन्थ्यो हेरौँ त रेनमा ऊ हिरो दिदी आइपुग्नु जानुभयो अब कुर्ता नि नगरी जानुभयो बस्न बस हामी पनि जान्छौँ अब मोबाइल नजार है जेसीबी र मोबाइल नजार पनौती स्कुल हो यो मेरो त पनौती स्कुल हो बाई बाई पनौती ल्याएर A few moments later. बाटो गाडी रोकेर राखेर कसम भने यो इन्डियनहरूको छ नि मुला एउटै हुँदैन के इन्डियनहरूको हुन्छ नि आर्यन भाइ यो इन्डियनहरूको के एउटै हुँदैन के
डिसिप्लिन भन्ने कुरा हुन्छ नि इन्डियनहरूमा हुँदैन के सिभिक सेन्स भन्दा नि डिसिप्लिन कि अब रोडमा कसरी हिँड्नुपर्छ गाडी कसरी आइरहेछ भन्ने कुरा हुँदैन कि लाइक अब त्यही ठाउँमा होइन एकजना कन्ट्रोल गर्ने मान्छे राख्यो भने होइन कति राम्रो हुन्छ भन्नु एउटाले गाडी रोक्ने सबै मान्छे पास गराउने अनि फेरि मान्छे पास भएपछि गाडीलाई जान दिने त्यस्तो खालको मिलाउनु पर्ने कति धेरै हुँदैन कि अब चाहिँ मम्मीले रन्काको बाइक हो वा स्कुटरको वा Anchor versus Scrambler. A few moments later. So guys, हामी चाहिँ अहिले सिस्नेरी जाने बाटोमा आइसकेको छौँ होइन अर्को एउटा मेरो भाइ गधा चाहिँ होइन हेर्न त्यहाँ लड त्यहाँ हात दुख्न पुग्यो गधाको भनेर जुत्ताको केही मतलब छैन डियोरको केही मतलब होइन नि त ओए भाइ खोला सफा गर्न लाइस क्या केही मतलब छैन नि त्यसलाई पौडी खेल्न लाइस क्या भाइ जा पौडी हान्दे गधाले के गरे हाँस उठ्छ यसको पारा देख्दा यो माथि चट्टै भ्यू पनि कस्तो राम्रो आउने क्या यहाँ त पहाड छ क्या वाह मम्मीहरू कहाँ आइपुग्नु भएको नि खै ढिलै होला जस्तो छ यार कस्तो लागिरहेको बिनाजुलाई दिदीलाई यात्रा कस्तो लागिरहेको यात्रा त बबाल भयो नि अब झन् बाइक बिग्रेको जस्तो झन् रमाइलो भयो उकालोमा नतान हिनाजुको चाहिँ बाइक के भयो अरे दिदी बाइकको क्लच गयो क्लच प्लेट ऊ हेर्नु मम्मीहरूलाई उता हेर्नु मम्मीले उहाँकै मम्मीले यहाँ कस्तो मजाले देखाइन्छ हिँड्दा यत्रो भुँडी लाएर बिहान बिहान मर्निङ वाक जानु भने मान्नुहुन्न बिहान बिहान मर्निङ वाक जानु भन्छ जानुहुन्न म कति एक हप्ता भयो जिम गएको हेर्नु कि 3 किलो घटिसक्यो एक हप्तामा म 71 थिएँ 68 छु अहिले 2 hours later. हर्न बजार देखाएको थियो मान्छेले यो चाहिँ हर्न बजाएर गइदियो कि है गएर कुट्दै त जा कुट्दै जा स्कुटर लिएर गइदियो दिदीको बाटै बाटो गर्मी भयो दिदी थाक्यो कस्तो राम्रो भ्यू आउँदो रहेछ नि ऊ यहाँनिर उभिन्न कस्तो राम्रो भ्यू आइरह ऊ त्यहाँ बिनाजु अन द वे
टुन 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 आयो नि 3000 3000 तान्ने नतानेर नि तानेर नझर्ने अब हामी फेरि जाने हो अब लागौँ फेरि भाइ दिनुहोस् ज्याकेट लाउने होइन लाउँदैन ल 2000 years later. केटा गयो हामी चाहिँ फाइनली ड्याम जाने बाटोको त्यो बाटोमा आइसकेको छौँ ल यो नै माथि गयो भने ड्याम यता गयो भने काठमाडौँ हामी चाहिँ यतैबाट आएको अनि उता गयो भने चाहिँ हेटौडा सो हामी चाहिँ यहाँबाट जाने अब दिदीहरू आउँदै हुनुहुन्छ होइन रेक्सी अब ड्याम जाने हो अनि बोटिङ सुटिङ गर्ने हो त्यो मोटर बोटवाला होइन अहिलेसम्म चढिया होइन फर्स्ट टाइम हो मम्मीहरू आउनु टाइम लाग्छ होला अलि मैले बिचमा यसो रन्काइदिएको थिएँ होइन त गएर भाइ त आजकल बहिरो भइछस् नि त मोबाइल पकायो भन्दा झर सुन्छ यो पुरै बहिरो भइसक्यो होइन त होइन त हेर्न त यहाँ हेरेर भन्न त म बहिरो हो भन्न म बाहिर हो ल हो र त बहिरो हो तामाङ नि हो भन्न सुगाइज होइन फाइनल हामी चाहिँ कुलेखानी ड्याम माथि आइसकेको छौँ दिदीले हल्ला गरेँ नि लास्टै है कुलेखानी ड्याम माथि आइसकेको छु म भ्यू चाहिँ देखाउँछु अब मलाई यो झन्डा गरेर भिडियो निकाल्नु भ्यू हेरेर चाहिँ कति बवाल छ होइन ऊ त्यहाँ तलपट्टि चरा नि रहेछ ऊ मम्मीको पोच सुकाल सब बोटिङ हान्ने बोटिङ फर्स्ट टाइम हो तपाईँको मेरो फर्स्ट टाइम बोटिङ हो र नेपालको फर्स्ट टाइम कसै नेपाल ए उहाँ त नानी त थाइल्यान्ड गएर फेवातालमा पनि हो अनि फेवातालमा त कहाँ बोर्डर बोर्ड हो त अनि मोटर बोट होइन नि त थाइल्यान्ड गएर चढेको मान्छे हो हामी गरिब त्यही होइन है केटा हो मोटर बोट भनेर यहाँ के बोट चलाइदियो यार यहाँ मोटर बोट भनेर यहाँ काठको बोट त देवै काठको बोट त देवै काठको सबजना वान बाई वान दिदी ल जानु जानु होइन म त यहाँ हो म जाने यो त के हो मलाई त डुबाउँदो रहेछ किन त्यहाँ हामीले यतै फर्किने जानु पाउँछ दाइ कति गाह्रो हुँदो रहेछ गाइस ठिकै पो भयो कस्तो लागिरहेको ठिकै मरे गुरु मासु दिदीलाई मलाई चाहिँ ठिकै भिनाजीलाई हेर नि त्यहाँ रिसाएको मैले मोबाइल बाहिर के निकालेको ठुस्केर बस्नु तपाईँ अहिले पछि हेर्नु न भान्जीलाई कस्तो लागिरहेछ अहिले सुन्दैछु नि मैले मन्जु दिदीलाई चाहिँ कस्तो लागिरहेछ अप्ठ्यारो भइरह ठिकै रमाइलो लागिरह दिदी यो पानी कहाँबाट आएको कताबाट आएको दिदी मलाई जहाँसम्म लाग्छ यो जमिनबाटै उठाउनु भएको जस्तो लाग्छ भिनाजी कहाँबाट आयो होला पाल्पा दिदी हिटौडाबाट भान्जी
आकाशको पानी लास्ट म भन्छु भाइ भाइ यो पनि यहाँ यहाँबाट भाइ यो पनि यहाँ एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह दिदीलाई निन्द्रा लाग्यो मलाई त निन्द्रा लाग्यो निन्द्रा अब मजा आयो डुङ्गा जानु जाने अर्को मोटरमा बनाऊ साले बनाऊ कसको ध्यान छ भाइको ल निन्द्रा लाग्यो हामी त अगाडि नै जाउँ सक्यो बोटिङ अब मोटर बोटवाला समझिने पानी चमकिने समझिने पानी चमकिने गाईको मोटर ठाउँ छोड्यो मलाई थाहा सो गाइस अब चाहिँ हामी के अरे चट्ट खाजा खाएर अर्को बोटिङ स्पोट जाने हो अर्को बोटिङ स्पोट आफ्नै हो झरी त दिदी हजुर तपाईँले किन टाउको नखा टाउको नखाएको टाउको नखाएको ओके। टाउको नखाएको टाउको नखाएको दिनाजीले चाहिँ पुरै सफा भाडा माझेको मैले त सो गाइज हामी चाहिँ फाइनली हाम्रो राइड चाहिँ कम्प्लिट भइसक्यो छैन हामी घुमेर आइसक्यौँ सो मम्मीहरू चाहिँ पानी परेर बाटोमा हुनुहुन्छ अनि मम्मीहरू बिस्तारै आउँदै हुन्थ्यो मम्मी भिनाजु दिदी अनि भान्जीहरू चाहिँ बिस्तारै आउँदै हुनुहुन्छ अनि अर्को दुईवटा दिदीहरू चाहिँ घर गइसक्नु भयो सो हामी चाहिँ घर आइसक्यौँ मम्मीहरू चाहिँ पानी परेर भिज्नु भएर धेरै ठुलो परेछ अनि बाटोमै रोक्नु भयो तर मलाई चाहिँ केही त्यस्तो भएन किनकि त्यति ठुलो परेन अलिकति हल्का सिमसिम थियो म चाहिँ आइहालेँ म र मेरो भाइ चाहिँ सो आजको राइड चाहिँ यति नै त हाम्रो स्याटरडे राइड सिरिजको फर्स्ट भिडियो चाहिँ यही नै भयो होइन सो म चाहिँ होइन लाइक भिडियो बनाउँदाखेरि चाहिँ लाइक धेरै अड्किए लाइक अरू मान्छेको अगाडि पनि लाइक क्यामेरा यसरी पक्रेर बोल्नै नहुँदो रहेछ कि लाइक होइन अलि लाज लाग्दो रहेछ कि सो भिडियो अलि लजालु छ होइन लजालु र नसालु छ भिडियो चाहिँ सो यो चाहिँ मेरो काइन्ड अफ प्र्याक्टिस भ्लग पनि भइहाल्यो होइन सो स्टे ट्युन अनि सो केटा हो होइन अनि जोतमा मोटर बोट चढाउनु लग्छु भनेर मकवानपुर त गइयो होइन अनि त्यहाँ गएपछि यस्तो भयो क्या लाइक मेरो अर्को दिदीले टिकट काट्नु भएन 300को 1 घन्टाको लाइक मलाई त केही थाहा थिएन म त सिधै बाइक पार्किङ गरेँ सिधै गएको थिएँ कि अनि मोटर बोट भनेको त लास्टमा त डुङ्गावाला बोट रहेछ काठको बोट रहेछ होइन सो मोटर बोट चाहिँ चढ्न सकिएन मेबी अर्को स्याटरडे राइड सिरिजमा चाहिँ एक्लै गएर भयो भने चढ्छु अथवा कुनै दिन गएर चढाउँला होइन सो त्यही नै हो सो थ्याङ्क्स फर वाचिङ टिल द एन्ड होइन अनि अर्को एउटा कुरा चाहिँ होइन गाइज कि अहिलेसम्म होइन 17 वर्ष उमेरको मान्छे अथवा बच्चा लाइक अप्पर डोल्पा बाइक लिएर पुगेको छ कि नै सो द्याट्स माई क्वेसन होइन इफ छ भने चाहिँ कमेन्ट डाउन गरिदियो होइन इफ छैन भने पनि कमेन्ट डाउन गरिदियो होइन सो मेरो एज चाहिँ 17 हो होइन इफ होइन कोही पनि गएको रहेन रहेछ भने चाहिँ आई विल बी द वान टु रिच ओभर देयर भन्न चाहन्छु कि लाइक घरबाट पर्मिसन आइसकेको छ होइन अप्पर डोल्पा यदि म चाहिँ एट द एज अफ 17 बाइक लिएर पुग्ने मान्छे भयो भने चाहिँ म चाहिँ मेरो साथीहरूसँग अथवा कोही लाइक आई बी सर्चिङ सम वान टु गो ओभर देयर होइन यो कार्तिकभन्दा अगाडि होइन किनकि कार्तिकमा त म 18 लागिहाल्छु सो त्यही नै हो भिडियो अनि मेरो गोप्रोमा नि भिडियो कतिवटा अड्काइ रहेछ अनि त्यही भएर मैले चाहिँ यसरी मुखले भन्नु परिरहेको होइन लास्टमा आएर सो अप्पर डोल्पा जानलाई चाहिँ त्यति धेरै पैसा पनि छैन होइन इफ आई कुड गेट सम स्पोन्सर होइन इट विल बी भेरी हेल्पफुल होइन फर मी
यदि गइहाल्यो भने चाहिँ होइन त्यही पनि मम्मीले खोइ जाँदा भन्नुभयो अलिअलि त पैसा नि छ सेभिङमा नि तर कति जति कस्ट लाग्छ होला है अप्पर डोल्पा जान त्यो पनि कमेन्ट डाउन गरिदियो सो थ्याङ्क्स फर वाचिङ टिल नाउ है गाइस सो एकदमै यस्तै गरी धेरै धेरै माया र सपोर्ट दिनु होला थ्याङ्क यू बाई गुड नाइट गुड मर्निङ गुड इभिनिङ